म त उहाँबाट चिन्यो मलाई ऊ सामुन्नसम्म मात्रै बाँच्छु अब त्यहाँदेखि त मर्छु पारेको खाएको सुप बनाउने गरी आधालाई एउटा राख्दैछु दामी भएछ त्यो कहानी पनि भनिदिनुहोस् त तपाईँलाई यमराजले फर्काएको पुनर्जन्म भएको मटर हार्भेस्ट गर्नुभएको यहाँ चाहिँ हेलो साथीहरू आज चाहिँ म मेरो घर जाँदैछु फाइनली 2-3 महिना बाद हो खुसी लागिरहेको छ अब घर पुगेर देखाउँछु तपाईँहरूलाई बोजू को भन्नुपर्छ चिन्नु हुँदैन हेर्नुहोस् है बोजूले मलाई फाइनली मेरो घर आइपुगे आमाहरू कता हुन्छ अब नाति रहेछ सबै आमा आमा जर खोइ त हेर्नु त कान्छी खोइ त निस्किँदैन त एक्साइटेड छैन रहेछ मलाई हेर्नु फुटेबरीले च्याउँदैछ है ए यहाँ निस्किसकेछ म त उहाँबाट बडीले च्याउँदैछ कि उयो गरेको त तल निस्किसकेको छ बोजूले हेर्नुमै चिन्छ कि चिन्दैन यहाँ बसिरहनु भएको रहेछ हो बोजू ज्यू चिन्यो मलाई ऊ को भन्दैछ को हेर्नु त राम्रो राम्रो हेर्नु त को जस्तो लाग्यो को अस्तिदेखि आएन भन्दै थियो होइन को हो म अन्त भन्नु को भन्नु न बोजू छिटो यता हेर्नु त को भन्नु राम्रो हेरेर ए ल अलिक छेउबाट लु मान्छे चिन्नु छोड्यो एउटा आँखा चाहिँ चिने एउटा को जस्तो चाहिँ लाग्यो खै चिने को जस्तो चाहिँ लाग्यो 10,000 लाग्छ नामै 2 महिनामै बिर्सिहालेको नाटक गर्छ नि त अलिअलि बोजू नाटक त भन्छ तपाईँले नाटक भएको त नाच्नु पर्छ नाटक गर्नु न अब भन्नु त को बहिनी जस्तो है हो चिनेको छ नि जानी मेरो को बहिनी चाहिँ हाम्रो घरको म हुँदाखेरि नाटक 100 वर्ष पुगेको बुढी कति वर्ष पुग्नु भयो तपाईँ 100 चाहिँ कहाँ पुग्छ हौ पुग्नु आँट्यो अब कति वर्ष यही महिना चाहिँ यो साउनदेखि त 100 पुगेको अब म साउन 99 कि साउनसम्म मात्रै बाँच्छु अब त्यहाँदेखि त मर्छु 100 वर्ष छ भने आयु चाहिँ कसले हेर्नेहरूले त्यसो भने सर्यो कसले हेरिदिएको अरे माथि दार्जिलिङ माया राखको कसले राधिकारी क्या पहिला नि आमा 100 वर्ष बाँच्छ भने थियो अहिले पहिला नै पर्छ 97 लाग्छ अब के भयो 97 पालिको 90 सालमा चाहिँ 3 वर्ष थियो भनेपछि कति हो तिमी नेपाली जान्दौ र किन जान्दैन नेपाली जान्दैन तल भन्दैछ तेरो बाजेसँग आउँदा नि 19 वर्षको थिएँ तिमी त जन्मेको पनि थिएन होला होला पो भन्छ थिइनँ नि अन्त तपाईँ त भर्खर बिहा गरेको भन्यो यहाँ चाहिँ को आउँदो रहेछ फेरि यो यहाँ चाहिँ हाम्रो बडी हो यहाँ चाहिँ यता यहाँ चाहिँ हाम्रो कुन्तुलो छ कुन्तुलो यता हेर्नु यता आज चाहिँ डे 2 हो है अन्त मेरो केशहरूलाई भेटेँ यहाँनिर
खोइ हाई भन्दै के छु खोइ कान्छीलाई ला यो चाहिँ अलिकति एक्सिडेन्ट भइरहेको रहेछ नि त खोइ यसले त हाई पनि भनेन आज चाहिँ हामी पूजामा गएको तल बडी यता हेर्नु न बडी यहाँ चाहिँ बडीहरूको घर हो के भयो ए यो चाहिँ हाम्रो बाजे बाजे भिडियो गर्थ्यो यता चाहिँ हिमा दिदी भेटे हो यता हेर्नु न कहाँ जानुभएको बिमारी पनि जाराक जुरुक भयो पूजा भन्दा चाहिँ को कम्ती छैन त हाम्रो घरमा चाहिँ मासु पाक्दैछ यहाँनिर आमाले बनाउनु भएको पारेको कुखुराको सुप बनाउने गरिएको पारेको कुखुराको है आधी भुट्वा खाएर चाहिँ सुप बनाउँछ हाम्रो चाहिँ भुटुवा खान्छ नि त फेरि घरमा है यो चाहिँ मैले बनाउँदैछु राजालाई एउटा राख्दैछु के कुखुरा राजा आइन्जेल कुखुरा ठुलो भइसक्छ तल चाहिँ इस्कुस पनि फल्दै रहेछ हो यहाँबाट देख्दैन रहेछ इस्कुस पनि फल्नु थालिसकेछ हाम्रोतिर चाहिँ दिन दामी भइरहेको छ आज हो दामी भइरहेको छ दिन आज चाहिँ हो तर भाउजूहरू रहेछ यो चाहिँ पन्नाहरूको घर तर बडीहरूको घर रक्छोहरूको तर मेगा छ हात हल्लाउँदैछ यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ भिडियो होस् हाम्रो पाक्यो अब चाहिँ भुटुवा खाना टेक्ने अब के सुप हाल्ने आमा एकछिन पाकेछ नि टमाटर यो चाहिँ हाम्रो मेन्डेटरी हो नि त भुटुवा खाने म चाहिँ पखेटा मात्रै खान्छु नि त त्यही कारणले डल्लै हालिदिनुहुन्छ मलाई चाहिँ हो यहाँ दिदी हुनुहुन्छ हाम्रो खास तितेर भुट कस्तो भएछ यसमा झोल हाल्नुहुन्छ सर मेरो माइजू आमाले त दामी बनाउँछ नि त तिते चाहिँ मैले बनाएको तिते स्पेसल भयो फर्स्ट टाइम बहिनी खाँदा खायौँ दामी है मिठो लाग्यो यहाँ दिदी चाहिँ अल द वे फ्रम दार्जिलिङ है अब कहिले भोलि जाने भोलि जान्छु अब कहिले भेट्नु है भेटौँला फेरि साथीहरू भेटौँला होइन दिदी पनि त भेटि त हाल्छु त्यही त यता चाहिँ बाबाले खानुहुँदैछ भुटुवा कस्तो भएछ बा दामी भएछ आमा कस्तो भएछ यहाँ चाहिँ हाम्रो बोजू जस्तो लाग्यो भनेर हेर्दैछ सबैले देवको बोजूलाई बडीले हेमेन्का दिदीले जयन्ती बोजू सेम लाग्यो है जयन्ती बोजू बोजू सेम अहिले चाहिँ आफ्टरनुनमा यस्तो पानी पर्दैछ हो झालमुरी खाने दिन भइरहेको छ र हामीले यहाँ झालमुरी खाँदैछौँ के भनेको है यो चाहिँ एक्स्ट्रा पिरो भएको है यो मेरो चाहिँ पिरो नभएको यो खोर्सानीको तेल हालेर खाएको है यहाँ चाहिँ यो तिनजनाले यो झन् अझै पिरो अरे तिनजनाको चाहिँ पिरो माया भोलि चाहिँ अडियन्स मात्रै अरूले खाएको देखेर पसिना पायो अरे आमाको पनि पिरो नभएको है पिरो भयो हाम्रो बोजूलाई चाहिँ सेजो खानु मन पर्यो अरे आज हो सेजो लगिदिएर जाँदैछ आमाले
दिने हुँदैछ यता चाहिँ आमाले खाने बानी के छैन के भएर सेजो खानु मन पर्छ अहिले रम खाएर फेरि अनि सेजो सधैँ खान्थ्यो नि त दिनै पछि ल्याइदिन्थ्यौ बोजूलाई चाहिँ के को क्रेभिङहरू भइबस्छ आज चाहिँ सेजो अरे हो सेजो भनेको चाहिँ यो के हो बानी छ नि त मेरो भुइँ बानी पो हुनु अरे एकता त खाने होइन हौ दिइरहेको थियो आमाले दिनै पछि एकता दिनै पछि खान्छ ला दाँत त सबै झरिसकेछ त बोजू अन्त दाँत त सबै झरिसक्यो सेजो कसरी चपाउँछ यो सेजो तपाईँ जानुपर्छ के गर्छ अन्त के गर्छ अन्त के गर्छ अन्त खुलत खुलत गुलुत गुलुत निल्छ कस्तो रहेछ बोजू सेजो त गुलियो मिठो रहेछ चिनी छरिदिउँ माथिबाट ए मुखभरि लाउँदै खा चिनी छर्नु पर्दैन के खान्छ के पो तपाईँलाई उयो मनपर्छ नि त्यो के भन्छ ढेँडो ढेँडोसँग चाहिँ के खान्छ ढेँडोसँग के खान्छ ढेँडो र मासु त मिठो हुन्छ कुखुराको मासु र नि मिठो हुन्छ कस्तो मिठो हुन्छ अरे हरे भएर खाएको छैन कि तपाईँले खाएको छुइनँ कि अन्त त ए खाएको छ है किन नखाएको ए खसीको मासुसँग खाएको छ खसीसँग चाहिँ खाएँ यो धजिएको मानमा नि भातसँग उता म त ढेँडो खान्छु कसले बाजेले पिसको बाजे तल क्या हो अगाडिको भाउ अन्त कस्तो हो मासुसँग ढेँडो खान्छु भने कस्तो मिठो हुन्छ अरे नि कुखुराको मासु र ढेँडो त अन्त मैले चाहिँ कस्तो मासुसँग ढेँडो खाएको भन्थेँ नि म चाहिँ पाहुना गएको नि त म गयो भने कुखुरा काटेको अन्त बडाले त ढेँडो खान्छु भनेको बाजेले अन्त पहिला तपाईँले अलिक खाएर आउ माउ चाउ भन्थ्यो नि त्यो भनेको चाहिँ के भनेको खास चाहिँ के भनेको बित्थामा भनेको नि भन्छ बित्थाम भनेको के भनेको त्यो चाहिँ खास चाहिँ छैन त्यसको मिनिङ चाहिँ के बानी त्यस्तो भन्ने बानी बित्थाको अलिक खाएपछि जतासुकै जाऊ त्यसो भन्दै आउँथ्यो बोजू चाहिँ बाहिरबाट खाएर है सेजो खानु साह्रो मन लागिरहेको थियो कि हाम्रो बोजूलाई साह्रै मिठो भए चाहिँ सेजो चाट्नु पनि हुँदैछ हो लास्टको यसो भनेको अरे कि बडा फुपा फल्ना फल्नाले त खै यतापट्टि लगायो निकै जाँड पो खान थालेछ त भनेको अरे कि कहाँ खान्छ हौ जाँड सेजो खाएको नि सेजो 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 को पो त्यसो माथि यो अहिले के भन्छ उयो माथिको माथिको गाउँको खै त्यो फुपा चाहिँ को पो हाम्रो बोजूलाई चाहिँ अस्ति सोधेको कि साथीहरू अस्ति हामीले सोधेको मैले सोधेको बोजू म ज्यादा माया लाग्यो कि राजदादा ज्यादा माया लाग्यो भनेको कि म बेसी माया चाहिँ राजदादा ज्यादा पो लाग्यो अरे हौ मेरो चाहिँ बेसी माया लागेन अरे हो राजदादा ज्यादा पो लाग्यो अरे त्यसो भन्नुभएको है तपाईँले अस्ति बेसी माया चाहिँ राजदादा ज्यादा लाग्यो होइन तपाईँलाई मेरो चाहिँ लागेन अब तिमीहरू त के यतैतिर लाँदा त कहाँ जानु दादाले साह्रो मलाई माया गर्थ्यो म चाहिँ दिन्थिनँ नि त माग्दा पनि म चाहिँ दिन्थिनँ कि सुत्रो दिइहाल्थ्यो चोरेरै ल्याइदिन्थ्यो त्यसले त म चाहिँ यहाँनिर चोरेर दिन्थेँ राजदाले चाहिँ पुरा चोरेर दिन्थ्यो पुरा चोरेर दिन्थ्यो नचोरिकन भए पनि चोरेर भए पनि दिन्थ्यो नि अब दिनु अब नभनिकन भन्यो भने आमाले गाली गर्छु नि अब उस्तो चाहिँ अब म चाहिँ दिन्थिनँ नि त है म दिन्थेँ त्यस्तो किन खानु अन्त बिच्चामा गीत गाउनु न एकपल्ट एक्लै नआऊ है तिमी म मातिएको बेला गल्ती हजार हुन्छ मेरो होस हराए
एक बेला भन्ने अन्त कहानी पनि भन्थ्यो हाम्रो बोजूको चाहिँ ए कस्तो तर्सिने गरी हाम्रो बोजूको चाहिँ अर्को पनि कहानी छ होइन त्यो कहानी चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो बोजू चाहिँ पहिल्यै उयो भइसकेको अरे के अरे पहिल्यै बितिसक्नु भएको अरे होइन पहिल्यै तपाईँ हो पहिल्यै मरिसकेको भन्नुभएको नि तपाईँले एकपल्ट मर्नु भएको थियो अरे होइन अन्त चाहिँ बोजूलाई चाहिँ यमराजले चाहिँ माना पुगेको छैन भनेर चाहिँ फर्काएको अरे उताबाट अब त्यो कहानी सुन्नु चाहिँ फेरि बोजूले भन्नुहुन्छ लु बोजू त्यो कहानी पनि भनिदिनुहोस् त तपाईँलाई यमराजले फर्काएको दुईजना सँगै बिमार भएको तपाईँको दिदी दिदी चाहिँ मरिहाल्यो जङ्गलको देउताले उयो गरेको छ तपाईँहरू चाहिँ खेल्नु हुँदै थियो बर्दुबाट आउँदाखेरि हौ ए त्यो जङ्गलको देउता बस्ने ठाउँमा चाहिँ कराएर हामीहरू पहिला मैले बोलाएँ काकालाई हो काका काका भनेर फेरि पछि त्यसले बोलायो अन्त बोलाउँदाखेरि चाहिँ त्यहाँ सातो टिपेछ वनको देउताले त्यहाँनिर चाहिँ वनको देउताको मन्दिर रहेछ नि त ठाउँ बस्ने जग्गा त्यो अन्त सातो टिपेर दिदी चाहिँ आउँदा आउँदै हामी दुईजनालाई ज्वरोले भेट्टायो बाटैबाट त्यहाँदेखि आएर दिदी त मरिगयो बिमार भएर म चाहिँ मरेको थिइनँ साह्रो नि म पनि मरेको नै त्यहाँदेखि चाहिँ किन त गएर त उयो गऱ्यो म पनि मरेको नि अब परान गएकै मेरो पनि मरिसकेको मरेकै हो म पनि त्यहाँदेखि पछि हो दिदी मरेर कति दिन अलिक 2-3 दिन कति दिनको पछि हो र सानसानैमा अन्त स्वर्गमा चाहिँ के देखेर तपाईँले स्वर्गमा चाहिँ के देखे अरे स्वर्गमा पुगेको थियो सेरी उकालो पुगेको थियो त्यही त पुगेको भन्दा सरी लु जाँदा त म त दिदी चाहिँ मरि गएर म पनि मरेको रहेछु कि अन्त यताउति गर्नु लाउँदै रहेछ त्यहाँकै साधुलाई बिचार परमान्दिल भन्ने मामा साधु मामा थियो कि उनीहरूको घरको माछापट्टि चाहिँ त्यो देउता रहेछ हौ बाउले त्यो त्यहाँ के पालेको थियो छिट्टो जाति पारेर भने म चाहिँ मरेको रहेछु अन्तखेरि चाहिँ त्यो परमान्दिल भन्ने बिचराले त पस्तोक पर्दै उयो गर्दै रहेछ पस्तोकमा क्या हो मलाई यताउति वज्रको ताला भनेको लिँदाखेरि त मरेर पनि म त गएँ अन्तखेरि त त्यहाँ पुगेको त त्यो दिदीहरू त सबै रहेछ त्यहाँ स्वर्गमा त स्वर्ग पुगेको तपाईँ तलाई सिँढी उकालो गएको त तिनीहरू केटीमा चाहिँ हामी जतिको होइन मसिनो केटी हो नि त त्यति त्यहाँदेखि त तम्बुबाट निक्लिँदै नाच्दो रहेछ केटीहरू त त्यसो जामाहरू लगाएको क्या हो उसै म त कोनी मजाले त्यहाँदेखि म पनि पुगेको त 2 सिँढी मात्रै उकालो पुगेको थिइनँ त्यहाँदेखि त भनेको थियो मर्ने दिदी खुसी भएर क्या आइज भन्दै थियो त्यहाँदेखि ढाम गर्दा सेतो मान्छे आयो है उताबाट अन्तखेरि त सधैँ सेतो भएको नि मान्छे पनि सेतो लुगाफाटा सब सेतो त्यहाँदेखि छेउमा आएर म 2 सिँढी चढी गएको थिएँ जा तँलाई कसले बोलाएर आइस भने त्यो मान्छेले भगवान रहेछ हौ त्यहाँदेखि त ढ्याम गर्दै आएर त मलाई त खेद्यो जा आई तेरो माना पुगेको छैन भने कि माना पुगेको छैन भनेको होला हौ त्यस्तो सुने त्यहाँदेखि फर्केर ओह्रालो आएको त मजा हुँदो रहेछ नि स्वर्गमा त उसै केटीहरू त मजाले बसेको उत्रेहरू हो नाच्दै गाउँदै खुसी हुँदै हाँस्दै तिनीहरू त मजाले त्यो मरेकोहरू सबै मरेकै हो स्वर्गमा अन्त फर्केर आउँदा चाहिँ के हुँदैछ तपाईँको घरमा चाहिँ त्यहाँदेखि त के पऱ्यो
खेद्यो कि त्यहाँदेखि मेरो पालो खुत्रुकै झरेको त बिम्झेछु अन्त त्यो परमान्दिल भन्ने मामाले के गर्दै रहेछ कि त्यहाँदेखि बिम्झेर राम्रो हेरेको त मान्छेहरू त रुँदै रहेछ कुमारी घरमा त आमाहरू तपाईँको म चाहिँ मरेको रुँदै सबै रुँदै रहेछ कि बिम्झेर हेर्दा त हुन्छ सबैजना किन होला भने त्यहाँदेखि त्यो मामाले चाहिँ पढ्दै रहेछ अन्त त्यही मामाले पढेको चाहिँ भद्रको ताला भनेको त्यसो भन्दै पढ्दै थियो पढ्दै रहेछ कि त्यहाँदेखि त हेरेर त जिउँदैन आएको मरेर पनि पुनर्जन्म हो है हाम्रो बोजूको चाहिँ यो चाहिँ है स्वर्गेर पुनर्जन्म पुनर्जन्म भएको बोजू भन्नु न यो चाहिँ पुनर्जन्म पुनस् भएको एकपल्ट मात्रै कहाँ हो र त पहिला पनि भात खाएको दिन मरेको अरे ला भात खुवाउनु भन्दा त म त मरेको थिएँ अनि दुईपल्ट पो मरेको रहेछ साथीहरू यस्तै कहानी बोजूको चाहिँ पुरा छ अब यहाँ भन्यो भने त भिडियो कति लामो हुन्छ होइन अब चाहिँ लास्ट एउटा कहानी भन्नु लाउँछु ल म बोजूलाई त्यो चाहिँ कुन चाहिँ भन्दाखेरि चाहिँ नि हाम्रो बाजे चाहिँ बोजूभन्दा कति पो ठुलो हो बाजे को बाजे यहाँ हाम्रो बाजे 22 वर्ष ठुलो होइन बिर्सिनु भयो 22 वर्ष ठुलो अरे नि त हाम्रो बोजू भन्दा चाहिँ होइन अन्त बोजूको चाहिँ एकपल्ट चाहिँ बुद्धि भङ्गारा पलाउँदै थियो अरे हो अन्त त्यो चाहिँ अब निस्किन नसकेर बाजेले चाहिँ हस्पिटल लानुभएको त्यो कहानी सुन्दै अब चाहिँ त्यो कहानी भनिदिनु न बोजू डेन्टिस्टको डेन्टिस्ट डक्टर डेन्टिस्ट डक्टर गर्नु लाग्यो कि त्यहाँदेखि त हेर्दा बगरा फिचल्नु नसकेर रहेछ कि फुकाल्नु भएको त्यहाँबाट त के हो यताउता भने म अपरेसन गरिदिन्छु नानी भने कि मलाई डक्टरले अन्त च्यालक च्यालक चिरिदियो को हो भनेर तपाईँको को यो नानी चाहिँ भने कि तेरो बाजेलाई कि नानी चाहिँ भने कि तपाईँ छोरी हो भनेको होइन जान त छोरी होइन मैले जान हो भने किन यस्तो सानो केटी बिहा गरेर त्यस्तो सानो केटी बिहा गरेर अहिले बुद्धिको बङ्गारा उम्रिँदाखेरि फुकाल्नु ल्याउने तिम्रो बुढी त मर्छ चाहिँ फुकाल्यो बाजेलाई चाहिँ कराउनु भएको डक्टरले सानो केटी बिहा गरेर ल त लु बाई भनिदिनु नि कल फिर मिलेंगे थैंक यू यहाँ चाहिँ हाम्रो सानो किचन गार्डन छ होइन सबै रोप्नुहुन्छ यहाँ चाहिँ बाबाले खोर्सानीहरू भयो ऊ तलतिर पनि रहेछ खोर्सानीहरू हो यो चाहिँ के हो आमा लामो टायरको माथि यो के हो आमा एप्पलहरू यो चाहिँ एकदम एप्पल पनि फल्ने रहेछ है हाम्रोमा चाहिँ मकैहरू पनि रहेछ है कत्रो ठुल्ठुलो फल्छ यहाँ चाहिँ मकैहरू आमा यो बोराभित्र यी अम्बकको है साथीहरू यो चाहिँ अम्बकको बोट आमा यो बोराभित्र के छ ए घर तरुलहरू यो चाहिँ फेरि हो यो चाहिँ टमाटरको बोट अरू त के हो म चिन्दिनँ मकै चाहिँ चिने हो उयो के को बोट हो नि यो चाहिँ यो के को बोट आमा यो ठुलो यसले चाहिँ मलाई हाम्रो गाउँमा युट्युबर खालि भयो भन्दैछ हो बेसी भन्दैछ त्यहाँ बसेर यो के हो यो ए निम्बु हारे ए यही हो निम्बु हारे हो यो चाहिँ ठुल्ठुलो फल्ने निम्बु अन्त यो चाहिँ बीको बोट आमाले मटर हार्भेस्ट गर्नुभएको यहाँ चाहिँ मटर हो खै ए त्यहाँ रहेछ यो चाहिँ छ हाम्रो निम्बुको बोट कत्रो ठुलो भएछ यो है सानो पो थियो त सानो रोपेको है बाबाले अब अलिकतिमा निम्बु फल्दो रहेछ
के हो ला फल्दिउँ रहेछ अरे निम्बु यो चाहिँ मलाई हेर्दै हाँस्दैछ झार पनि गोडेको हेलो साथीहरू आज चाहिँ म कति दिन बिमार भएर उठेको बल्ल बल्ल होइन अन्त आज चाहिँ मैले सुँगुरको मासु बनाउँदैछु पोसे खाइ काकी आउनु भएको छ हेलो भनिदिनु न अलिक लजाउनु भयो हाम्रो काकी चाहिँ हो जानुभएको तपाईँ यहाँनिर चाहिँ आमाले साग टिप्नु जानुभएको रहेछ मासुमा हाल्नु हो हेरौँ आमा खै कति रहेछ ए यता हेर्न छिटो आमा भाइ बोकेको ल हराउँछ होला हौ आमा यता हेर्दैछ भाइले म अम्बो आरापले पनि बोक्ने भएछ अन्त भाइले हाम्रो बडा अघि दाँत दुखेर साह्रो होइराख्नु भएको थियो हो अहिले चाहिँ गीत गाउन थाल्नु भएछ हेर्दै साथीहरू बडाको सम्भवको पश्चात हाम्रा ज्वाइँ टिमा ज्वाइँले एउटा हिन्दी गीत प्रस्तुत गर्न लागिरहेछ गीतको बोल छ गीतको बोल के हो तेरे हवाले कर दिया बाजे तेरे हवाले कर दिया अहिले गीत गाएर बस्नु भएको हाम्रो बडाले चाहिँ भेनादेखि गर्नुहुँदैछ खिच्दैछु ल यहाँ चाहिँ रातिको 6:30 भइसक्यो अहिलेसम्म सकिएकै छैन 6:30 भयो अहिले चाहिँ डान्स पनि हुँदैछ हल्का ताराको रहेछ साथीहरू आज चाहिँ म फर्केको बोजूलाई बाई भन्नु आएको बाई बोजू अब कहिले आउँछस् भन्नुभएको अब कहिले हुन्छ